कति साह्रो साह्रो पर्छ त म भनिदिन्छु मम्मीलाई यसरी नपढ्न प्लिज बिस्तारो पढ्दैन कस्तो साह्रो पर्छ म पढ्दिन नि भनिदिन्छु मम्मीलाई म भनेको सुन्दै सुन्दैन इच्छा होला म्यामे गर आमा बाउ गर म पहिला आएर बसेको यहाँ मम्मी बाउ कति साह्रो पर्दैछ यो दे मेरो कलम दे के हो रे सबै कलम हराउ चेन्ज गर्न अहिले कलम दे मेरो दे भन्नु नि केटी बाकी गुन्डी केटी हो छुट्टी हो मम्मीलाई भनिदिन्छ अघि कलम के हो रे मामा केटाकेटीको हल्ला एकछिन छोड्नु भएन बाउ कता जानुभयो कोनी यसरी किन झगडा गरेका अहिले आमाले आएर पिट्छ ओइ कति झगडा गरेका तँ चाहिँ किन उठेको पढ बस बस टिलिलिली किन मम्मी यो केटी खाली झगडा गर्थे पढ बस म दुध र बिस्कुट लिएर आउँदैछु अब किन झगडा नगर हेर केटी अब झगडा गरिस् भने म पनि गर्छु तिम्रो कपाल झगड्दै दिन्छु म केटीले मेरो ज्यान खाएर छोडेका छन् नि बाबा ठाकुरे म के गर्नु नि ए चा यहाँ दुध छ यो दुध र बिस्कुट खाऊ हल्ला नगरिकन पढ नि मैले अब फेरि झगडा सुन्नु नपर्यो सम्मान पादेरा सबै लगैले बिस्कुट मैले तोडा मात्रै म खान्नैले सबै लगो खान्न म झगडा कता नसक्नु भयो छोरा तँलाई त म के पानी सकिन मम्मी मैले के भनेको थिएन यो केटीलाई सबैभन्दा ऊ पहिला झगडा गर्छ के भनेको थिएन जे कुरा हामीले गरा गराउनुहुन्छ जे कुरा माग्ने सबैले गर्दा हुन्छ अनि त पनि कन्तेको छैन नि छोरी मलाई तेरो पनि थाहा छ एकदम जतिखेर पनि झगडा गरेका छौ मैले के नगर्दा पनि मलाई पढाउनुहुन्छ बाउ हेर्नु न काली मम्मी मलाई पढाउनुहुन्छ भाइले गल्ती गर्छ मम्मी यस्तो गर्नु बुढी नगराउ त छोरीलाई यो मेरो बाबुलाई नगराउ त यो केटा बदमास भएको थियो अचेल बुढा तपाईँ पनि छोरीको मात्रै सपोर्ट नलाग्नु न तपाईँ त तिनैजनाले मेरो ज्यान खाइनी हो ज्यान खाइ म के गरौँ हौ सक्दिनँ म